नमस्ते साथीहरू। सानो हुँदाखेरि सबैजनाले सम्पाबडी खाएकै होला। तर त्यो सम्पाबडी बन्छ कसरी त्यो कसैलाई थाहा थिएन। त्यही भएर आज त्यो कसरी बनाइन्छ त्यो प्रक्रिया लिएर आएको छु। त्यसको लागि सबैभन्दा पहिला एउटा कराही लिन्छ, त्यसमा पानी हाल्छ, त्यसपछि प्रोपर मात्रामा निमक सुगर हालेर चिनी हालेर अनि त्यसलाई पिघलाएर पुरै ब्राउन भइहाल्छ। त्यसपछि एउटा कराहीमा हालेर त्यसलाई ठन्डा हुनलाई दिइहाल्छ अनि त्यसलाई पुरै चारैतिरबाट दिएर अनि त्यसलाई बिस्तारै बिस्तारै जो लिक्विडलाई सबैलाई कम गरेर सोलिडको फर्ममा लिएर आउँछ। त्यसै गरेर सबैलाई राम्ररी 2 पल्ट गर्यो 3 पल्ट गर्यो अनि त्यो आएपछि अब यसलाई एउटा काँटीमा लिएर लग्छ, काँटीमा अनि त्यसलाई 3-4 पल्ट यसरी गरे गर्छ पुरै येलो टाइपको आइहाल्छ अनि त्यसपछि यसलाई छोडिदिन्छ। अब यसलाई अब निकालेर लिएर जान्छ अनि यसपछि बेसन तयार गरिन्छ। अब बेसन तयार गर्नको लागि एउटा ठाउँमा जान्छ। अब त्यसको लागि एउटा बेसनको बोरा खोल्यो अनि एउटा मसिनमा हालिदिन्छ अनि यसमा पानीको युज हुँदैन, डाइरेक्ट तेल हाल्छ। यो तोरीको तेल भयो, तोरीको तेललाई दिएर पुरै हालेर अनि यसलाई मसिन चलाइदिन्छ अनि यसले सानेर पुरै भइहाल्यो अनि यसलाई गरिहाल्छ। अब त्यसपछि यसलाई एउटा ठुलो डेक्चीमा हालेर त्यसपछि यसलाई तेल हालेर अनि जुन हामीले त्यो सुगरको तयार गरेको थियो नि चिनीको, त्यसलाई अब थिचेर अब धेरै थिच्यो, 4-5 पल्ट थिच्यो सबैजना मिलेर बिचमा अनि यो सम्पाबडी तयार भइसक्यो हाम्रो। अब यसलाई काटेर भिजेको मतलब यो पुरै त्यो सुकेको हुँदैन नि, यसलाई त्यही भएर अब यसलाई सुक्नको लागि दिइहाल्छ एउटा ठाउँमा। अब यसो 10-15 मिनट 20 मिनट सुकेपछि यसलाई नेक्स्ट स्टेपको लागि लग्छ। अब सुकिसक्यो यसलाई जम्मा गरेर अनि यसलाई अब प्याकिङको लागि लग्छ। यसपछि प्याकिङको लागि यसपछि यसलाई प्रोपर मात्रामा नापेर एउटा साँचोमा हालेर अनि मस्तले यसलाई काटिरहेको छ। एउटा सेप हुन्छ नि काटेको, त्यो सेपमा हालेर अनि मस्तले माथिबाट थोरै काजु किसमिस टाइपको थोरै हालिदिन्छ। देख्नमा राम्रो लाग्यो अनि यो प्याकिङ भइरहेछ अब प्लास्टिकमा। प्याकिङ भइसक्यो। अब यसपछि रेडी भइसक्यो हाम्रो सम्पाबडी। अब यो मार्केटमा जानुको लागि रेडी भइसक्यो। सबैजना सानोमा खाएको होला नै त्यसको मेमोरी आज कसरी